दुईटा बेड चाहिँ बनाउनु भयो भाइ होइन मधेसीहरू बिहान 6:30 ठ्याक्कै आउने 700 रुपियाँ तर मैले चाहिँ खानु चाहिँ घरमै यतै दिएँ आफ्नो अन्त बिहान बेलुका 5 बजे के गर्नु भएछ तिमीलाई मिठाई खानु दिन नहोस् म मामलाई नआका न माम छ त नि त बुङ दिनु कति दिनु दुईटै कहाँ हो भएको दिनु हुँदैन तँलाई एउटा तिमीलाई एउटा ल लु लु थाहा छैन म चाहिँ कपालहरू कोर्नु चाहिँ त्यति मलाई इन्ट्रेस्ट लाग्दैन हो एकदम कपाल सपाल बाटेर चडक्क अलिकति चडक्क भएर यस्तो गति चाहिँ अहिले अलिकति चडक्क भएर बस्नु पर्यो भनेर चाहिँ म यहाँनिर धाराको त्यहाँनिरै कपाल कोर्दैछु हेर्नुहोस् गाइस यसरी बार्दैछु कपाल So hello everyone, welcome back to my YouTube channel. It's me Saloni here again. नमस्कार है तपाईहरु सबैजनालाई आशा छ हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला है अनि म पनि एकदमै सन्चै छु अनि आज चाहिँ मैले निधारमा टीका पनि लगाएको छु हो यसरी निधारमा टीका पनि लगाएको छु कपाल पनि चटक्क कोरेको छु कहिले पनि कपाल कोर्न नकोर्ने मान्छे हो बिकज आई एम सो ह्यापी टुडे किन तपाईलाई बिस्तारै बताउँदै जाने छु हो अन्त त्यहाँबाट सायद हजुरलाई थाहा भइसक्यो होला मेरो बाहिर टाइटल अनि थम्बनेल गरेर कि मेरो ब्लगको विषय हैन सो आई एम भेरी ह्यापी छोरी मान्छेको जातलाई माइतबाट कुकुर आउँदा त यति खुसी हुन्छ भन्छ आज त मेरो त होल फ्यामिली आउनु हुँदैछ त्यो पनि मलाई भेट्नुको लागि सो भेरी भेरी ह्याप्पी अनि अब चाहिँ म चाहिँ रेडी गर्न आँटेको कुकहरू छिट्टैबाट नै हो अन्त आज चाहिँ त्यो ब्लगको विषय अब तपाईँलाई देखाउँदै जानेछु हेरेर बस्दै गर्नुहोस् ल गाइज मैले भनि नै हालेँ होइन आज चाहिँ मेरो फ्यामिली आमाहरू दादाहरू सबैजना आउनु हुँदैछ हो अन्त त्यसकै कारणले गर्दाखेरि एनी हाउ म त गेस्ट आउँदा होस् या आफ्नो पर्सनल गेस्ट आउँदा होस् जो कोही पनि आउँदाखेरि होस् म त मेन कुक त हुन्छु होइन त्यसै कारणले गर्दाखेरि अब यहाँ 4 बज्यो अन्त म चाहिँ कुकिङ स्टार्ट गर्न आँटेको हो अन्त अब दादाहरू भोलि फर्किनु हुँदैछ कलकत्ता अनि त्यही भएर चाहिँ एउटा सानो मेमोरिज क्याप्चर गरौँ न भन्ने हिसाबले चाहिँ मैले आज भ्लग बनाउँदैछु हो अन्त म चटकमटक चाहिँ त्यस्तो केही पनि भएन किनभने मैले अघि भर्खर मात्रै चेन्ज गरेको यो क्लोथ्स थियो त्यसको कारणले गर्दा अब हामी बस्तीमा त यस्तै नै हो यस्तै नै लगाउँछ यस्तै नै गर्छ होइन अन्त मैले खाली अलिकति कपाल कोरेँ चटक्क बनाएँ अनि टिकी लगाएँ हो अन्त अब चाहिँ म कुकहरू गर्छु अनि अहिले मैले के बनाउँछु के पकाउँछु सबै तपाईँहरूलाई देखाउँछु हो अन्त खुसी हुनुको कारणले गर्दाखेरि पनि आज चाहिँ मलाई ढाडहरू दुख्नु पनि भएको छैन हो ढाडहरू पनि दुखेको छैन अन्त अब अहिले बिस्तारै काम गर्दै रेस्ट गर्दै गर्नुको लागि मैले छिट्टैबाट नै कुकिङ स्टार्ट गरेँ है अब मैले के बनाएँ त्यो चाहिँ अब तपाईँहरूलाई देखाउँछु है हेरेर बस्दै गर्नुहोस् ल अहिलेको लागि चाहिँ यति नै अहिलेको लागि यति नै भन्दाखेरि पनि चाहिँ मेन चाहिँ ज्वाइँले दुःख पाइरहेको छ हो ज्वाइँले चाहिँ कसरी दुःख पाइरहेको छ भन्दाखेरि म तपाईँहरूलाई देखाउँछु ल के गर्दैछ ज्वाइँले घरको आँगनमा अर्किड चाहिँ मजाले फुलेको छ ल यसरी हो ज्वाइँ चाहिँ उहाँ हुनुहुँदो रहेछ ज्वाइँ इज भेरी बिजी मुखबाट चाहिँ के हो यस्तो हुँदैछ फोरफारहरू हुँदैछ बिचरा ज्वाइँ कस्तो छ ठिकै छ ज्वाइँ हत्तु नि बिचरा फोरफारहरू हुँदै रहेछ छिटैबाट नै ज्वाइँले दुःख गर्नु हुँदै रहेछ के गर्नु अब गर्नै पऱ्यो है ज्वाइँ भइ त गयो होइन खुसियालीमा हो आज चाहिँ के गर्नेवाला छ नि हामी के गर्नेवाला छ के गर्दिनु आज चाहिँ मासुको छ आज चाहिँ मासु चाहिँ पोलेर खाने हो पोलेर आज चाहिँ यो चाहिँ बार्बिक्यूको लागि चाहिँ मासु यसरी रेडी गर्नु हुँदैछ हो खतरा हुँदो रहेछ त ल अहिले पोलेर चाहिँ यसको टेस्ट चाहिँ कस्तो हुन्छ मलाई पनि किनकि पोलेरको मासु पुरा खानु मन परिरहेको छ नि त अन्त ठिक्कै आज जुडेछ पाउन प्लस के भन्छ क्रेभिङ्स मासु पोलेर खानु चाहिँ मलाई पुरा इच्छा लागिरहेको थियो है अनि त्यही भएर आज ठिकै भयो सो अहिले हामी पोल्छु कसरी पोल्ने के गर्ने रेसिपी त तपाईँहरूलाई म बताइरहँदिनँ किनभने म भ्याउँदिनँ
बनाउनुको किनभने म यताउता पकाउनुमै व्यस्त हुन्छ है भ्लग पनि त्यति लिनु पाउँछु कि पाउँदैन अब मेन कुक भएपछि त त्यो फोन चलाइरहने हात मैला यताउता हुन्छ है अन्त म गरिरहनु भ्याउँदिनँ तर म डाइरेक्ट पकाएर पाकेर के पकाएँ तपाईँहरूलाई म त्यो मात्रै देखाउँछु ल मेन मासु पोल्दाखेरि चाहिने भनेको त अदुवा लसुन प्याज होइन म्यारिनेट गरेर राख्ने त्यही त हो अनि स्वास के अरे उसमा यो सिउरेर चाहिँ ग्रिलरमा सिउरेर चाहिँ आगोमा चचर गरेर पकाउने अनि खाने सो म गाइस त्यो चाहिँ भिडियो बनाउँदिनँ होइन आज कस्तो ह्याप्पी हुनेछ कि स्याड हुनेछ कि अहिले बिचमा चाहिँ होइन लास्ट मोमेन्टमा चाहिँ कस्तो हुन्छ किनभने आमाहरू जानु हुँदैछ नि त अब कलकत्ता है उतैको लागि उतै बस्नुको लागि सो अब कहिले रिटर्न हुन्छ त्यो थाहा छैन किनकि जानु त अब 3 वर्षको लागि गएको तर कलकत्ता त यहाँ नजिकै हो है तर आइरहन्छ दादा त महिनै पछि जस्तो नै आउनुहुन्छ आउनुको लागि त हो अन्त यताबाट आज सबैजना आएको हुन्छ यति खुसी छु कि म जाने थियो तर हाम्रो पनि यस्तो बिजी यताउता भएकोले गर्दाखेरि चाहिँ हामी चाहिँ गइनँ सो त्यसको कारणले गर्दाखेरि चाहिँ आमाहरू नै आउनु हुँदैछ ल गाइस त्यसकै भिडियो आजको लागि चाहिँ वेलकम 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 लुची मेरो बाटो हेर्दा मायालु आइपुग्नु भयो आइपुगे समेत न लुची भागेमानी लु आमा बल्ल 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 के हौ गाडी घुम्दो रहेछ लु जाउँ बल्ल बल्ल आइपुग्यो आमा ल आउनु न फाइनली आइपुग्यो मेरो बर्थडे भोलि कहाँ छ मेरो बर्थडे कहाँ जान्छ भोलि ल आउनु हेलो अब गाइस आइपुग्यो मेरो परिवार यता उपर जाउँ न गुम्बामा आज आङीसँग लास्ट ल जाउँ उपर जाउँ आमा जाउँ हामी गएको अब ल आज रमाइलो गली लाग्नुपर्छ आज रमाइलो ए नानी त्यो त नजानुहोस् त्यहाँ लड्छ अहिले बहिनी पनि आउँछ नि त फेरि दिन लाग्यो अरे दिन लाग्यो कि लड्दै गर्ने त एकछिन गाडीमा सुत्ने आँगीकोमा आएर मजा आयो तिमीहरूलाई किन मजा आएको बलुवामा खेल्दैन बहिनी जुत्ता अहिले मैला हुन्छ मार्छ पापाले गुमा बनिँदैछ नि किचन बनिसक्नु आँटेको छ है बहिनी निन्दा बहिनीलाई निन्दा लागेको छैन छैन ए आज आमासँग आज भिडियो बनाइराख्नु अब भोलिदेखि त फेरि फोन भिडियो कलमा होला हो आज आमासँग भिडियो बनाइराखेको हो मेरो आमासँग मेरो नयाँ आमासँग है खुसी होला नि कलकत्ता जानु पाउँदा कि कस्तो भइरहेको छ रातभरि चाहिँ साह्रो पर्छ नि ट्रेनमा साह्रो पर्दैन हौ त्यस्तो सोच्नु हुँदैन साह्रो पर्दैन पहिल्यैबाट त्यस्तो ट्रेनमा किन सुत्नु पाउँदैन सुत्ने खालको ट्रेन त हो नि किन सुत्नु पाउँदैन सुत्नु पाइहाल्छ माथि चढ्नुपर्छ नि त्यस्तो त त्यस्तै हुन्छ नि माथि तलै हुन्छ नि ट्रेनको त गएर अब ल अब अर्को अब सक्यो गरममा सक्यो भने ठिकै छ सकेन भने चाहिँ आएर छोरीकोमै बस्नु नि यहाँ आएर बस्दा भइगयो नि ल बोजू ल भइहाल्छ आज मैले मेरो आज खासमा स्पेसल चाहिँ यही थियो बार्बिक्यू यो चाहिँ ज्वाइँले धेरै मेहनत गर्नुभएको छ धन्यवाद अन्त आजको स्पेसल रेडी भयो भनौँ तर लेट भयो म चाहिँ एकदम यता र उता पुग्दाखेरि नै एम्टी भइसकेको छ यहाँनिर थालहरू कस्तो मजा आइरहेको छ कि आएको छैन एकदम दामी वचन दिएको थियो त्यो वचन पुरा गर्नु लागि चाहिँ आज मतलब मलाई भेट्नु चाहिँ आएको होइन आमा कस्तो छ भनेर भनेको थिएँ त्यो भएर चाहिँ आज अब आइपुग्यौँ कसरी भन्नु त कान्छी बहिनीको घरमा है खुसी लाग्यो भेटघाट साथसाथमै अब यत्रो साह्रो मेहनत गरेर ज्वाइँले स्पेसल डिस बनाइदिनु भएकोमा मेरो तर्फबाट धेरै धेरै धन्यवाद साथै
मिठो ल खानुहोस् मजाले बसेर खानुहोस् ल आउँदैछ आज खानु ल म पनि आउँछु नि आपालाई चाहिँ केही भएन भात चाहिँ नपकाउनु ए ल पनि बस्नु पर्यो त्यो पनि खानु पर्यो बियो ल्याउनु नि बियो किन लजानु राख्नु खानु न हौ सबैजना बसेर आज गेट टुगेदर भनेको यही त हो परिवारसँग होइन मलाई चाहिँ एकदम खुसी छु हो अन्त हतार कतार भए पनि यस्तै हुँदो रहेछ फ्यामिलीसँग भेटघाट होइन आमा आपालाई चाहिँ केही भएन सुखा भयो के गर्नु आबा भुजा अलिक ल्याइदिउँ भुजा आबा होइन त्यही त मासु गोरु मासु नै ट्राई गरेको थिएँ कि तर अनफर्चुनेट लु खाऊ अचार ल्याइदिउँ भाउजू अलिक खानु न मासुहरू खानुहोस् ल यस्तै भयो आजको भेटघाट हतार 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 भएर पनि खुसी लाग्यो मजा आयो अरू बेला यस्तो खाइरहेको हुन्छ यस्तोहरू चाहिँ खानु होइन हतपतसँगले हुँदैन नि त हामी पनि यस्तै पाहुना आएको बेला गेस्ट आएको बेला त गेस्ट आएको बेला त अब गन्दा सुन्नु मात्रै पाउँछ हो बिचरा यो स्पेसल गर्ने चाहिँ ज्वाइँ अन्त भाम नखाएको तिमी चाहिँ कसको बाट यस्तै भयो आजको खावा दावा लास्टमा त मासुको प्रबन्धै मिलेन भन्नु पर्ला जस्तो भयो है खै सब्जी भातमा त लडिरहेको छ थालतिर खै मासु भएन के गरेको दुईजनाले घोडा खेलेको तिमी चाहिँ घोडा हो कि घोडी नि घोडाको ए दादा घोडा भयो जाँच है अब घोडाले जाँच है घोडिनीलाई जाँच भनेर है बाटी मजा आएछ दुईजनालाई छोरी त पौडी खेल्दैछ त्यहाँनिर है पौडी खेल्दैछ हो पौडी खेल्दैछ मलाई छोरी त ऊ हेर त ऊ माछा माछा पन्दीपले गरिदियो त स्विमिङ कसरी गर्छ पन्दीप गरिदियो त ए पन्दीपले स्विमिङ गरेको हेर खै हात कसरी चल्दो रहेछ हात पन्दीपले चाहिँ लु ए त्यो हो अन्डर वाटर चाहिँ लु देखाइदेऊ त तिमीले देखाइदेऊ त ओके अन्त बाहिर ओभरबाट माथिबाट पानी बाहिरबाट यस्तो टाउको लगाएर यसो दादाले गर्छ कसरी गर्छ ओभरबाट जाउँ न आउँछ हुन लागेन लिन लाग्यो सुत्नु भनेको त अन्त भित्र यो नानीहरूलाई जानु मन परेको छैन नानीहरू यहाँ खेलेको छ बोजू त यहीँ टोलेको छु त निधाइरहेको सुत्न आज यतै भोलि कहाँ यति बेला कलकत्ता गइरहेको हुन्छ है रमाइलो भइरहेको छ खाइदिउँ होला खाइदिउँ पर्यो मैले आज भात खाँदै खाइदिनु पर्यो
हामी गएको है भन न ल सम्मो त्यसो गर्नु हुँदैन यहाँ आउनुहोस् आङीलाई दिने हो आङीलाई ऊ आङीलाई दिने हो यहाँलाई मजा आइरहेको छ है बस्ने आज आइकोमै आइको बस्ने आज बस्ने अन्त खेलेको खेलेको भयो त वा मलाई दिएको ए अर्को हातले दिनुहोस् न ल थ्याङ्क यू आङी फेरि है खाइदिनु है खाइदिनु कि तिमी खाने म खानु ल खाइदिन्छु ल त्यसले पनि खाँदो रहेछ अन्त बाँडेर खायो आजको मेमोरी फेरि खेल्ने निन लागेन दुईजनालाई हेरेन के गर्नु भएछ तिमीलाई मिठाई खानु दिन नहोस् म मामलाई माग न माम छ त अन्त बुङ दिनु कति दिनु दुईटै कहाँ हो भएको दिनु हुँदैन भएको पैसा दियो भने त छाडा पो हुन्छ त नानीहरू त बुझ्यो लु जाउँ बाहिर दादालाई एउटा तिमीलाई एउटा ल बेसी छैन बेसी दिन सक्दिन लु 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 थापेको छैन लु जाउँ जाउँ उताबाट हेर न उपार हिँड न उपार गाडीमा हिँड न गाडीमा बिदाबारी 10 बजी बिदाबारी यहाँ बोजू सुत्न आँटिसकिसक्यो है लु एउटा ल बेसी छैन के भन्नुपर्छ खै छे गरेको मलाई छे गरेको खै लु छे लु बन्दी यतिको मिठाई खानु ल छैन बेसी लु छे ल लाग्यो भने लु थ्याङ्क यू यिनीहरूलाई सिकाउनु पर्छ है लु लु दुईजना किन पछाडि बसेको पण्डित बाटो अप्ठ्यारो न अप्ठ्यारो छ अब जाने बेला भयो हाम्रो आमाहरू माया लाग्यो जानु ल बहिनी भोलि पछि नि हेर्नु यो भिडियो चाहिँ नि भोलि पछि कलकत्तामा गएर हेर्नु ल जानु हतार अघि चाहिँ पुरा खेलिरहेको फिनाहरू हो अहिले चाहिँ हतार बाई 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 गोलु मोलु बाई बाई अब भोलि पछि आउनु ल पैसा चाहिन्छ छैन तिमीलाई ल बाई बाई सबैजना जानु ल हुन्छ राम्ररी जानु भोलि फोन गर्छु ठोकिन्छ त्यहाँ राम्रो याद गर्ने ल तिमी एक्लै बसेको आउला है त्यहाँ आउला नि गरेको ल जाऊ ल हुन्छ बाई बाई गयो मेरो माइतकोहरू उहाँहरूलाई सोधा माइतकोहरू गयो भनेर लाग्यो अब कहिले हो कहिले हो अब चाहिँ सुत्थ्यौँ होला माया लाग्यो